भन तिम्रो पालो म चाहिँ बेहुलाको बहिनी दाइ भाउजू नमस्ते म चाहिँ बेहुलाको दिदी माइतानमा पार्टी ब्यारेजमा जे भन्दा नि के हो त रमाइलो हो क्या भन्नु न तपाईँको पालो म चाहिँ भाइको बिहेमा दिदी आएको अनि म चाहिँ छोरोको बिहेमा भन्नु तपाईँको पालो अब कसको बिहेमा आएको भन्नु कसको बिहेमा हो कसको बिहेमा आएको नमस्ते म सालोको बिहेमा लु बोलौँ बोलौँ नमस्ते म बेहुलाको भाइ हो नमस्ते मलाई चिन्नु होला म कसको बिहेमा आएको भन्ने दाई भिनाजु हो भनेर मलाई चिन्ने दाई भिनाजु हो भन्नु न यस्तो हुँदैन क्वेसन मार्क छ त्यहाँ नमस्ते पहिला म बेहुलाको भाइ भन्न भाइको आज बेहुला भन्न भन् दाइको नमस्ते म दाइको बिहेमा आएको नामै भन न बेहुलाको नाम पनि भन्न त्यसैले बोल्छु म ल नहुनु छैन बोल्नै पर्ने हो नमस्ते म बेहुलाको भाइ होइन म बिहेमा भन्न म बेहुलाको बहिनी म बेहुलाको माइजू भन त म बेहुलाको माइजू के म बेहुलाको माइजू भन म बेहुलाको भान्जी भन नमस्कार चाहिँ खै नि ल नमस्ते म बेहुलाको छोरी अब कसो बेहुलाको भान्जा भन त म बेहुलाको भान्जा भन त भान्जा तपाईँ चाहिँ कसकोमा आएको भन्नु ल अब खोइ त कसकोमा आएको म आएको चाहिँ कसको बिहेमा बेहुलै छैन यहाँ कसको बिहेमा आएको म त मेलै बिहेमा आएको हजुर तपाईँ चाहिँ कसको बिहेमा हामी बिहेमा आएको बिहेमा आएको कि के अरे केटाकेटी जस्तो झुलुङ्ग खेल्न आएको घुम्ने खेल आएको म त बिहेमा आएको बहिनी हो यही बेहुलाको बहिनी बोली यही बेहुलाको बिहेमा जाने भएर बोली पनि गइसकेको छ